सबैले सुनेकै होला, कसैसँग समय बितायो भने उनको व्यवहार, बुद्धि, शारीरिक बनावट, काम, दयालुबाट आकर्षक हुन जान्छ र बिस्तारै प्रेममा परिवर्तन। फेरि दूरी या परिस्थितिको कारण अलग भयो भने यसरी म जसरी झोग्राएर बस्नुपर्छ। के गर्ने त, सजीव प्राणी भएपछि विपरीत लिङ्गसँग आकर्षक हुन्छ नै। उसको यादमा बसेर यसैले भन्दैछु, मैले आफ्नो जीवनमा एक अद्वितीय आकर्षण महसुस गरेँ। उनको मुस्कान, उनको व्यक्तिगतिको सुनको मुहामा डुबेको मेरो मन, त्यो दिनलाई कहाँ भुल्न सकिन्छ र। छड्के छैन कता हो ए बडी माया बो कदा हुनु नि तिमी त्यता म यता देखेनौ ए यो
छड्के सैलाको जिस्काउने भने अझै पनि सकेको छैन। कहाँ सकिनु हो, यो उमेर र जिउजान मात्रै सकिँदो रहेछ। तिमी आफै सोच त, पहिला तिमी कत्रो मोटी थियो, अब हेर त हड्डी मात्रै कति लामो देखेको हो। हो छड्के सैला पनि। बरु सुनु सैली खबर के छ? के गर्नु नि, दिनभरि मेलापातमै हराउँछ, राति आएपछि मलाई कराउँछ। यस्तै उस्तैमा उसको जिउ ज्यान दिन बित्दैछ। के हो सैला, दुईटा खुट्टाबाट तिनवटा बनाउन खोजेको हो कि के हो? खन्ज्याङ हुँदैछ त। यस्तै हो, अब दाग्छ मुडो, बन्जोर दाग्छ घुँडो। ल साइला, तिमीसँग कुरा गरे समय सिद्धिएला, तर कुरो सिद्धिँदैन। सुन साइलीलाई सोधेको छ भनिदिनु है। हुन्छ, तिम्रो खबर बोकेर लकेर सुनाइदेऊला। तिमीसँग भेटिहाल्यौ, मनको धोको पनि मेटिहाल्यौ। तिम्रो लागि एउटा सिलो गाइदिउँ नि त। बरु त्यो ढुङ्गामा गएर बस्यौँ, त्यहाँ गएर सिलो पनि भन्ने, मलाई खुट्टा पनि दुखिरहेको छ। हुन्छ, जाउँ। गाउँ न त। ल सुन्नुहोस् है त। भात पकायो मकैको बक्सा, कुन्दा पुलो दार्ने नाङछम बसुलो। खोलाको ब्लिङभित्र पाइन्छ पेङमा, पकाएर खान्छ मकै डिङमा। यो छड्के सैला पनि जहिले नि हँसाउँछ कि। यो त मेरो बानी नै हो नि, सिलो गाउने, हँसाउने, नजाउने। आज नजाउन त बाँकी छ झन्। हो, यो छड्के सैलाले गर्दा समय बितेको थाहै भएन। ल जाउँ। बरु तिम्रो देवालले खसी किन्ने भन्दियो रे, मसँग छारे भनिदिनु है। ल तेरी भाउजू के हो? सैला त पारेको कि एउटै आइमाईसँग कुरा गरेको कि गफेर त मलाई थाहा भएन। तर मेरो यो दुईटा कालो आँखाले ठ्याम्मै देखेको। अहिले घरमा त आउन, त्यसलाई मैले जानेछु। तेरिका अझै पनि चामल पाकेन। तपाईँ जस्तो जुरुक्क उडेर एउटा काम फुत्ता एउटा काम लागे जस्तो हुन्छ घरको काम। उठ्ने बित्तिकै भगाएर सोर्नु पर्यो, कुचो बनाएर पर्यो, पानी ल्याउनु पर्यो, आगो फुक्नु पर्यो, तरकारी केलाउनु पर्यो, अनि म खाना बसाल्ने मेसो हुन्छ। तिमी बर्खना पाक्नै लाग्यो त बरु हात धोएर आउनुहोस्। जुङ्गा फुलेर जुङ्गा पढिसक्यो, अझै पनि केटाकेटीहरू जस्तो कुरा गर्छ। आफूले एउटा कुरा गरी एउटा सुन्न पछाडि थपेर 10वटा कुरा गर्छ। यस्ता आइमाईहरूसँग बोल्नुभन्दा नबोलेकै बेस। एउटा अरिङ्गालको गोला माने जस्तो हुन्छ। आफूले भोग लागेर मर्न लागिसक्यो, जसरी होइन पकाएरै खानु पर्ने हुन्छ। चामल नि सितेछ, आलु नि सितेछ, गुन्द्रुक र ढेँडो पकाएको छ। ओहो, मैले पनि त्यही भनाउन लागिरहेको थियो। ठ्याक्कै त्यही भने त आखिर त बुढी कसके। बोबो धेरै फुर्ती नलौ, बरु पासे कहाँ गयो? ढेँडो सिलाउँछ। अस्ति नि कलेज गएन छ, हिजो पनि कलेज गएन, आज पनि कलेज नजाने हो कि के हो? जान्छु मजाले जान्छु। आज त कालो भाले कालिजलाई ठ्याम्मै खाटीमै पासो बढ्ने गरी पासो थप्न जान्छु। तँलाई काले भाले अस्ति पनि पर्छ भने होइन, जब इत्र तित्र पोथी पत्र परे। मेरो घुलेले हानेको भए एउटा गोटा त कमसेकम फ्यामल्याममै भाँचिने थियो। हेत्तेरिका यो पासेले अस्ति त्यो डल्लीले सार्ने बिगाडिदिएर हो नि। यता सुन्नु साथी हो, पवित्र धर्मशास्त्र बाइबलले भन्दछ मागलाई तिमीहरूले दिने छ, खोज त भेटाउने छ। हेत्तेरिका शास्त्रीले फेरि शास्त्र वाचन गर्न थालेको छैन। त्यो चाहिँ शास्त्रमा खोज्दै गर, हामी चाहिँ दौडेर खोज्दछौँ र कसले पाउँदो रहेछ र कसले भेटाउँदो रहेछ हामी पनि हेरौँला। जोस् भो तिमीहरूको यो झिना मसिना कुरा माल्छेर बस्नु होइन, अब खुरुक्क घाट जाने।
टन्न भात खाने र दिउँसोको लागि खाजा झोलामा हालेर आउने अनि डेनीको मूल बाँध्ने र साथीहरूले पर्खिने र चिब्रीवन जाने। जोस् आज मैले राम्रै सपना देखेको थिएँ। आज त केही न केही पक्का पर्छ। तेरिका ए गुलिल गाइला मटन ल्याउन बिर्सेला नि बिर्सिँदैन। जाउँ तिमीहरू जान्ने पल्टेकाहरू कि त आमाले पकाएको भात खान्छ कि त बाउको गाली हान्छ। समाजले दिने ताली त चाख्न पाउने होइन। आज 3 दिन 2 रातमा 12 मना चामलको भात पड्काइसके। एउटा कालिजको भाडे त के कालिजको कालो घु पनि देख्न पाएको छैन। जस मैले भनिदिएको छु नि कोही पनि ठिलो गर्ने होइन नि। म चाहिँ गएँ। तिमी एक्लै छौ। घाँस खाने कुराहरू र गुवा खाने कुराहरू उस्तै हुन्छन्। बाली होस् या खास हरियो देख्ने बित्तिकै चपाउनु खोज्छन्। होसियार हुन है छोरी। हस् आमा त्यस्तो केही चिन्ता लिनु पर्दैन। जे होस् कालो कालिजलाई पासो थाप्नु भन्दा त यो रातो पालिसलाई जालो थाप्नु पर्यो। बरु कसरी सुरु गर्ने होला? हेलो दाइ। हजुर दाइ के मलाई सहयोग गरिदिनुहुन्छ कि? जे होस् मेरो सपना त साकारै होला जस्तो छ। दाइ के सोचिरहनु भएको? छैन भन्नुहोस् न। यो साइको बेलामा साइक त के 1000 योग गर्न सक्छ। बरु भन्नुहोस् के साइक गर्नु पर्यो? हेर्नुहोस् न दाइ माउर पुग्नु पर्ने फोनमा टावर पनि छैन। एक्लै छु। बाटो पनि बेग्लै रहेछ। टाढाबाट आएको बाटो पनि थाहा भएन। भोक पनि लागिरहेछ। यहाँ त पसल होटल केही पनि रहेनछ। बिहान हतारमा निस्केको खाजा नास्ता केही पनि हालेन छ। जसरी पनि आज पुग्नै पर्छ। जङ्गलको बाटो हिँड्न पनि डर लाग्ने। बरु दाइ हजुरले गर्नुभएको सहयोगको गुण सम्झिराखेर कुनै दिन तिरौला नि आधी बाटोसम्म भए पनि पुऱ्याइदिनुहुन्छ कि? जे होस् यो बहिनीको कुरा सुनेर त दया पनि लाग्यो। रूप रङ र जिउ जान देखेर माया पनि लाग्यो। दया मात्रै गर्थ्यौ कि माया नै गर्थ्यौ? म पो दो धर्म भयो। दाइ सर हजुर के सोच्दै हो दाइ? छैन सधैँ कलेजमा सरले मलाई मात्रै बोलाउने बानी झुकिएर सर पो भएछ। यो दाइ पनि खासिया मजाक मात्र गर्नु हुँदो रहेछ। बहिनीलाई भोक लागिरहेको होला। मलाई पनि लागिरहेछ। उता होटल छ। पहिला खाजा खाम अनि पुऱ्याइदिउँला नि। हस् दाइ। जे होस् सपना भनेको विपनाको झलक हो। 8 कर पासे 8 कर। यो बहिनीलाई पहिला दुम्बाङ लान्छु अनि पुरै बाटो देखाउँछु। फेरि पासेको पासोमा पालिस फसे।
के भनेको दाइ हामीलाई खाजा बनाइदिनु भनेको कति मिठो भाषा है तपाईँहरूको जस्ट हामी मान्छेलाई मिठो छ ठाउँ पनि कति राम्रो कति रमाइलो रहेछ है ठाउँ मात्र हो र आज योभन्दा मन त सफा र सुन्दर नै छ नि ए ल नाम बरु छोप झान्यौँ प्रुमो रारे कुरुम हास्यौँ रिल्दो कुर्छ न्युचिम त्यो बानु थुनाले हो yang maza mo ba no jema asang mo jema no shano tara kurum ga chak tip jiwati chi timbiya yom bani ki mo ba la lekhi mata yarta ji ल त भन्नु खानु आलु त यस्तो मिठो छ बहिनी यो तालुमै पर्यो भने कस्तो होला होइन ए केटा हो अब हामी कहाँ जाने पासेको योजनामा हामी सबै फसे पासे जहाँ पनि गए हामी जङ्गलतिर जाने हप्ता भयो केही पनि नपाउने घर गए बाउको गाली खाने स्कुल गए मिसको हामी सबै ठिक हो होइन ए कैला तिमीले यो दिमागबाट सिकेको हो कि कहाँबाट सिकेको हो त्यसै खतरा हो के गीत पनि राम्रै गाउँछौ अनुहार रूप रङ मिलेको जीवन सबैसँग मिलेर बसेको बरु तिमीहरूको सँगले गर्दा पनि न काम हुन्छ न दाम हुन्छ पासे अस्ति पनि डल्लीसित फसे अहिलेसम्म आएन अहिले पनि कता फसे धर्मशास्त्रमा लेखिएको छ हाम्रो योजनाहरू उहाँले सुनिदिनुपर्छ अनि मात्र हामी सबै थोक पाउन सक्छौँ र कालिदको जुङ्ग देख्न पाएको छैन अनि अहिलेसम्म योजना नसुम्बिएर के गरिरहेको बसिरहेको होइन गुलीले कैलाजी हामीले ईश्वरको राज पहिला खोजी गर्नुपर्छ विश्राम दिन पनि याद गर्नुपर्छ अनि प्रार्थनामा हाम्रो सबै योजनाहरूको माग गर्नुपर्छ अनि पो हाम्रो योजनाहरू पुरो हुन्छ त होला तिम्रो कुरा हामी पो कहिले सङ्गीत नगएको त मेरोमा त सङ्गति जान कहिले छाडेको छैन झन् मेरो बुवा त खाता पिउँदा सुत्दा जहाँ खाता समेत प्रार्थना गर्न छाडेको छैन होइन भगवन्तेजी हामीले आफ्नो लागि आफैले गर्नुपर्छ मेरो निन्द्रा नै खलबलिने गरी मेरै नाम काटेर मेरै पढाइको लागि बाउ र आमाले प्रार्थना गरेको त्यही दिन मेरो रिजल्टको जाँच थियो ठ्याक्कै म फेल भएछ होइन कैलाजी हामीले पहिला मेहनत गर्नुपर्छ अनि मात्र आशिष पाउने हो नि जब हामीले कहिले मेहनत गर्दैनौँ आशिष पनि त पाउँदैन नि ओइ शास्त्री यही गुरेलीले नाकको ट्रेपमा फट्याङ्ग हानिदिन्छ अनि थाहा पाउँछ दाइ ढिलो होला नि अलि चाँडै जानुपर्छ नि आज चिन्ता नलिनु बहिनी चुप्प हुनु म जसरी भयो म तिमीलाई पुऱ्याइदिइहाल्छु नि त्यो त हो तर पुगेन भने नि के चिन्ता गर्छौ बहिनी जहाँ पुग्छ त्यहाँको पुग्छ ल जाउँ न म ला म त जङ्गल दाइ कति रमाइलो ठाउँ है हो नि यो ठाउँ मन पर्यो ठाउँ एकदम रमाइलो छ दाइ एउटा कुरा सोधौँ त भन्नुहोस् न दाइ के कुरा हो
तिमीलाई आँखीको आलु मन परेको कि यो ठाउँ मन परेको? आलु पनि अनि यो ठाउँ पनि एकदम राम्रो लाग्यो दाइ। बरु हामी जाने बाटो चाहिँ कता हो नि दाइ? ला बाटो त मलाई पनि थाहा छैन, कता भनिदिने? के सोचिरहेको दाइ? होइन हामी कताबाट जाँदा सजिलो हुन्छ भनेर सोचिरहेको नि। बरु तिमीहरू पहिला पहिला कताबाट जाने गर्थ्यो बहिनी? ल मलाई केही थाहा छैन दाइ, खोइ लमटाबाङ भन्थ्यो। जाने नै लामडाबाङ हो बहिनी, र सबैभन्दा छोटो बाटो पनि त्यही नै हो। अनि कति समय लाग्छ नि दाइ लमटाबाङ पुग्न? जाँदै गरेपछि पुगिहाल्छ नि बहिनी। बरु एउटा कुरो सोधौँ? सोध्नु न दाइ, के कुरा हो? तिम्रो कतिवटा दाइहरू छन्? मेरो 3 जना हुनुहुन्छ। किन र दाइ? जति धेरै भयो उति धेरै माया हुन्छ नि। एउटा कुरो सोधौँ त? सोध्नु न दाइ। दाल र भात मनपर्छ कि भात र दाल मनपर्छ? मलाई त चटपटे र पानीपुरी मनपर्छ। र यो चटपटे मनपर्ने धेरै छटपटी हुन्छ नि त। हे यो दाइ पनि कस्तो हाँस्या मजाक गर्नु हुँदो रहेछ। बरु हामी जाने बाटो चाहिँ कता हो नि दाइ? थाहा भयो पो भन्ने त अब यो मेमीलाई सोधेर आउँछु म। होइन म त्यहाँ टोइलेट गएर आउँछ र। बाजे लमटाबाङ जाने बाटो कताबाट हो? ल हेर्नुहोस् है बहिनी, हामी जाने बाटो सबै देखाइदिन्छु। पहिला हामी यहाँबाट जाने अनि उता सप्तम खोला पुग्छ, अनि त्यहाँबाट माथि चाल्ने, अनि त्यहाँबाट उकालो भएर उता लमडाबाङ। आहा दाइ, अनि त्यहाँबाट नि? ला लमटाबाङ पुगेपछि कता जाने होला? उता गए किमदाङ, यता गए बुमदाङ, के गर्ने होला? जो होस् जान्छु मजाले जान्छु, जहाँ पुग्छ त्यहाँ आगो पुग्छ। पहिला लमटाबाङसम्म त जाऊँ न त बहिनी, फेरि त्यसपछि भनौँला। मलाई पो बाटो थाहा छैन, कताबाट पुऱ्याउनु होला, के गर्ने? मैले आखिरदेखि खोज्दै गरेको बाटो यही नै हो नि बहिनी। अब के गर्नु, बाटो नजाने यस्तै भयो। पालिस आँट्ने हो कि नआँट्ने हो, के गर्ने विचार बाँसेको जालमा बसिहाल्ने।
बहिनी बाटो त यताबाट कता यताबाट को कता यो भाइ को होइन के दाइ उहाँ दाइले मलाई पुर्याउन आउनु भएको मैले बाटो चिनेन अनि त्यही भएर ओहो धन्यवाद भाइ यहाँसम्म ल्याइदिनु भएकोमा प्रभुले आशिष दिउन् पछि भेटौँला रौ भाइ हस् दाइ भयो छोरो के भयो छोरो बोल्दैन छोरो के भएको छोरो दाइ के भयो त्यही होइन राम्रो रुट रहेछ त्यसैले के भयो छोरो कहिले पनि के पनि बोल्दैन जहिले पनि टोलाएर मात्रै बस्छ एक छोरोको यो कुरो सोच हुन्छ भन्थ्यो त्यस्तै हो कि के हो के कतै लिक्त्री मिक्त्री ठ्याकमा बसेको त होइन उठा केही चिन्ता लिनु पर्दैन म पाउँछु नि पाउ बासे कहाँ राधिस ओइ बासे आज पनि कालो भनेको त्यसले पास्ता जाने त जान्नमा के रे यो गुलीले कहिला जहिले उठबटेङ काम गर्छ भने यो गुलीले काया हेर अहिले म अहिले उडी भगवानले के खानिदिन्छ अहिले यो
गुलीले समात्र राई घुमाइदिन्छु अनि यसले देख्छ बाजेको केटा तिमीहरू कति चलायो क्या थपक्क आफ्नो ठाउँ बस न यहाँ बरु यो पासेले हेरेर कस्तो घोडाएर बसेर रहेछ के भएर सोध न बरु उसलाई पासे जाउँ न त जङ्गलतिर जाने हो नि त जान्न म जाउँ न त डन्डी खेलौँ जान्न म यो पासले टोलाउने भूत लाग्यो जस्तो छ कि सिस्नोमा चाहिँ छ्याम किसन दाना दिनुपर्ने थियो ओइ कसले खोज्यो रातो पालिसलाई मोबाइल नम्बर कति हो माग्ने बिर्सेको थियो नम्बर नि माग्ने हो त सोध्नु पो पर्छ त सोध्ने आँटै आएन मान्छे कस्तो थियो पुरै रातो पालिस लगाएको थियो कपाल अलि छोटो छोटो मान्छे बरु अलि मोटो मोटो अलि होचो होचो अनुहार गोलो गोलो जिउ जान्दा पुरै सोलो मोलो गुलाले तन्काएर प्याटाङ मुखमा हान्ने कि क्या हो पालिस पनि मुखमा लगाउँछ पालिस त नङमा पो लगाउँछ त हेत तेरिका पासे पालिस चाहिँ कहाँ ओठमा लगाउँछ त ओठमा त लिपस्टिक पो लगाउँछ त अनि मैले चाहिँ सबै मजाले बनान गर्न सक्ने अनि जहाँ अब त्यो तिम्रो रङ जस्तो मुखले जहाँ अब एउटा त्यो मोबाइल नम्बर माग्न नसक्ने अनि अहिले चाहिँ के लुत्रुक्का नुन खाएको कुखुरा जसरी झुक्राएर बस्ने के भएको पासे कालिसको भुतला फुस्काए है पालिस यसको दिमाग पनि फुस्काइदियो आफूले यहाँ कस्तो पिर गरेर तिमीहरू अहिले होइन धर्मशास्त्रमा लेखिएको छ तिमीहरूको सारा चिन्ता फिक्री शोक दुःख कष्टहरू उहाँले सुम्बिदिएर उहाँलाई सारा मनले सारा प्राणले सारा समाजले प्रेम गर्यो भने उहाँले तिमीहरूलाई सबै कुराको सफलता दिनुहुनेछ कि मैले सोचेको पुरा हुन्छ र तिमी पहिला विश्वास गर विश्वास गर्ने र बत्तिसमा लिने उताको हुनेछ एउटै राम्रो केटी पनि पाउँछ र कस्तो कुरो गरेको गुलीले कैलाजी एउटा केटी मात्र हो र परमेश्वरको सबै सृष्टि राम्रो हुन्छ नि मलाई भनेको मानिस एक्लो रहन असल छैन परमेश्वरले तिम्रो लागि पनि एउटा असल जोडी तयार गरेको हुन्छ नि गुलीले कैलाजी ओइ त्यसो भए मैले के गर्नुपर्छ त हामीले केही पनि गर्ने होइन मात्र विश्वास गर्ने हो अनि निरन्तर सङ्गति जाने अनि वचन सुन्ने र वचन दिएको आज्ञा अनुसारको जीवन जिउने पासे कि त्यसो भए मैले कोसिस गर्छु है पासे के होला जस्तो छ है पासे पासे आज त मलाई कस्तो पानी तिर्खा लाग्यो क्या लास्टै तिर्खा लागिरहेको छ आज चाहिँ पानी जङ्गलमा रुख बिरुवा धेरै भएपछि पानी आउँछ भन्थ्यो है पानी आउँदैन यहाँ पानी त पासे पानी जङ्गलमा धेरै रुख भएपछि पानी आउँछ भनेको हो रहेछ जम खाएर पानी खान जाउँ जोस् पानी त पाए यतिका पासे आकाश पानी सकिएछ यो कुलेले गाईलाई पो मुतेर मरेछ तपाईको साथमा बिताएको समयको प्रत्येक क्षण अद्भुत लाग्छ। बितेको समय र साथको महत्त्वलाई भुल्न असम्भव छ। तपाईसँगको साथमा हुने प्रत्येक पल सम्झिँदै म यसको यादमा बसेर आफ्नो मनका कथाहरू लेख्न चाहन्छु। तपाईप्रति मेरो आकर्षण अधुरो बिना छ र म यसलाई सिर्जना गर्ने तयारीमा छु।